नमस्ते सबैजनालाई। आज चाहिँ हामी हाम्रो प्रोफेसनल इमेल कम्पनीको इमेलमा जति पनि मेलहरू आइरहेको हुन्छौँ त्यो चाहिँ हाम्रो पर्सनल इमेलमा चाहिँ कसरी फरवार्ड गर्ने भनेर यो भिडियोमा सिक्न गइरहेको छौँ। त्यसको लागि चाहिँ फर्स्ट स्टेपमा चाहिँ तपाईँले के जानु पऱ्यो भन्दाखेरि हजुरको एडमिन प्यानलमा चाहिँ लगइन गर्नु पऱ्यो। म एडमिन प्यानलमा अथवा सी प्यानलमा चाहिँ लगइन गर्छु है। यो डोमेन/सी प्यानल हानेपछि चाहिँ हामी के गर्छौँ, सी प्यानलमा जान्छौँ है। वन्स यु लगइन इन्टु द सी प्यानल है, हजुर एक्चुअली लगइन भइसकेपछि चाहिँ यस्तो ड्यासबोर्डमा जानुहुन्छ। ओभरअल सबैको यस्तै नै ड्यासबोर्ड हुन्छ है। यहाँ गइसकेपछि हामीले चाहिँ के गर्न सक्छौँ भन्दाखेरि इमेल भन्ने सेक्सन हुन्छ है। यहाँ धेरै सेक्सनहरू हुन्छ, फाइल, डेटाबेस है, बिलिङ एन्ड सपोर्ट भन्ने हुन्छ। हामी चाहिँ इमेल सेक्सनको फरवार्डिङमा जान्छौँ है। फरवार्डिङमा क्लिक गरिसकेपछि फर इक्जाम्पल सुरुमा चाहिँ हामी के बुझ्छौँ भन्दाखेरि इमेल है। जति पनि प्रोफेसनल इमेल कम्पनीको लागि इमेल क्रिएट गरेको हुन्छौँ त्यो सबै इमेलहरू चाहिँ यहाँ लिस्ट भइरहेको हुन्छ होइन। जस्तै मैले यो इमेलमा जति पनि मेलहरू आउँछन् एकाउन्टको, म चाहिँ आफ्नो पर्सनल इमेलमा चाहिँ ल्याउन चाहन्छु होइन। म अफिसमा नभए तापनि मेलहरू के आइरहेको छ भनेर मैले चेक गर्न घरमै बसेर चेक गर्न सक्छु भने अभियसली मलाई इमेल फरवार्डिङ गरेको एकदमै बेनिफिट हुन्छ भने वाइ नट भनेर चाहिँ आज यो भिडियोमा चाहिँ कसरी गर्ने भनेर सिक्न गइरहेको छौँ। त्यसको लागि चाहिँ हामी सुरुमा एडमिन प्यानलको ड्यासबोर्डमा जानु पऱ्यो। वेट अ मोमेन्ट। अनि त्यसपछि चाहिँ हामी इमेल सेक्सनको फरवार्ड भन्ने सेक्सनमा चाहिँ जानु पऱ्यो है। यसमा गइसकेपछि हामी चाहिँ के गर्नु, एड अ फरवार्ड भन्ने हुन्छ होइन। एड फरवार्डरमा चाहिँ क्लिक गर्नु पऱ्यो। इमेल चाहिँ म फरवार्ड गर्न चाहन्छु है, भयो। अनि त्यसपछि फरवार्ड चाहिँ कहाँ गर्न जाने, यसमा है। अनि एड अ फरवार्ड भनेर चाहिँ म क्लिक गर्छु है। सरी, दिस लोकल पार्ट अफ फरवार्ड इमेल एट इज कन्टेन्ट इनभ्यालिड क्यारेक्टर भनेको छ, यो चाहिँ क्लिक गर्छु है। म एड फरवार्ड भन्छु। पछाडिको चाहिँ राख्ने मिलेन। किन मिलेन भन्दाखेरि पछाडिको चाहिँ अलरेडी कम्पनीको नाम चाहिँ अलरेडी हुन्छ नि हाम्रो, त्यही भएर चाहिँ फरवार्ड चाहिँ भयो है। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जति पनि मेल हाम्रो कम्पनीको मेलमा आउँथ्यो त्यसमा आउँछ है। त्यहीमा जति पनि तपाईँको मेलहरू हुन्छ त्यो चाहिँ पर्सनल मेलमा चाहिँ फरवार्ड अटोमेटिकली फरवार्ड हुन्छ। उताबाट चाहिँ हामीले हेर्न सक्यो, रिप्ले चाहिँ गर्न सकेनौँ। डेफिनेटली उताबाट चाहिँ हामीले के गर्न सक्यो भन्दाखेरि यसको मेल आइरहेछ भनेर चाहिँ हेर्न चाहिँ सक्यो है। थ्याङ्क यू दिस मच फर टुडे।